तो गाइस देखिसकेपछि दाजु बैठिकन गाडीमा अब टेस्ट राइड टेस्ट मारे जाने का लाइसेंस निकाल्नु पर्यो क्या कहाँ से खुला वहाँ से मारी ना कुन खालको यो हामीले टेस्ट खाने गाडी पुरै खतरा रहेछ क्या पुरै बबाल छ बबाल हेर न पुरै हेर देखो न देखो गाइस बिस्तारै बिस्तारै अलि डरै लाग्छ क्या जति जे भयो नि म आएको पुरै के हो यस्तो पुरै यहाँ गेयर तर पुरै हानिरहेछ नि त दाइले त पुरै बिस्तारै यहाँ खाल्डो छ फेरि यसरी चलाएपछि त यो चलाएको होइन क्या यो त गाडीको बेन बजाएको मात्रै हो पुरै हामी चाहिँ अहिले चौरमा छौँ कि यो भैँसेबारी ट्याक्कै यो दौडाको पछाडिपट्टि त्यो ठ्याक्कै चौबारतिर अनि यता आएर मस्त रोड टेस्ट भइरहेछ अहिले बबाल बबाल यस दाइको लाइसेन्स चाहिँ निक्ल्यो गाइजहरू पुरै ह्याप्पी हुनुहुन्छ अनि आज चाहिँ अलिअलि रोड टेस्ट गरौँ भनेको अहिले चाहिँ यता दौडाको ठ्याक्कै पछाडितिर आएको छौँ त्यो डाँडा यो ग्राउन्डतिर हातलमा पुरै रन्काइरहनु भएको छ अब स्पिड केही देखिँदैन म्याक्सम बिस्तारै हो त्यो त पुरै पहिला हामी बाइक कुदाउँथ्यौँ नि त्यस्तै कुदाइरहनु भएको छ पुरै पुरै घडाङ कुदुङ बाटो पनि त्यस्तै ड्राइभर पनि त्यस्तै म्याक सबै त्यस्तै मलाई त यो गाडी चलाउनै आउँदैन होला यो गेयरवाला अब यो इभीमा बानी परिसकेको छ अब एकछिन त यो अक्कन पक्क भइन्छ यस्तोमा चाहिँ बिस्तारै आफू चलाएपछि डर त लाग्दैन होइन अरूले चलाउँदाखेरि बसेपछि त कस्तो डर लाग्छ पुरै रन्का बुढो रन्का भन् खालको ड्राइभिङ सिक्नु यहीँ सिक्नुभयो क्या यति तपाईँहरू नि सिक्न चाहनुहुन्छ भने हामीलाई होइन अन्त गर्न सक्नुहुन्छ त्यसो ड्राइभिङ सिक्नु पऱ्यो भने सिक्यो भने यही हो पुरै बुढो बसिरहनु भएको छ पुरै जेलमा सिक्ने पनि त्यही हुनुहुन्छ पुरै 8 पास भयो 8 पास क्लियर राजाजी कहाँ गयो के हो यस्तो राजाजी भन्ने खालको पुरै भाइब चाहिरहेको छ कहिले त यहाँ चाहिँ मोमोहरू चलिरहेछन् के मोमोहरू देख्न सक्नुहुन्छ उता मोमो मस्त चलिरहेछन् घाँस मोमोज यो चाहिँ उकालो 1 नम्बर लगाएछ हाम्रो चाहिँ यस्तै भइरहेछ अब ड्राइभिङ रोड टेस्ट अब भयो अब बोलाइसक्यो त्यो गोरे दाइ अब एकछिन मात्रै थियो हाम्रो चाहिँ अब भयो गाडीहरू भइसक्यो अब हाम्रो रोड टेस्ट
ल गाइस भिडियो हेर्दै राख्नु होला अनि भिडियो खतरै चलाउनु हो क्या दाइले अनि भिडियो मन पर्यो भने लाइक गरिदिनु होला साथै हाम्रो पेजलाई फलो नि गरिदिनु होला आजलाई बिदा हुन्छौँ हस् त धन्यवाद